दर्शक नमस्कार। टियु क्रिकेट मैदान निर्माणको आज ठ्याक्कै 1 महिना पुरा हुँदै गर्दा आज हामीले विशेष अपडेट सहित उपस्थित भएका छौँ। टियु क्रिकेट मैदान लगातार निरन्तर रूपमा अपडेट दिने क्रममा 30 दिन पुगेको हामीलाई पनि पत्तै भएन। तपाईहरुले हेर्दै आउनुभएको यो समय आज के छ अपडेट भन्ने विषय सम्पूर्ण विषय समावेश गरेर यो भिडियो सामग्री तयार पारेका छौँ। दृश्यमा हेरिरहनु भएको छ यो तेस्रो नम्बरको पिलर पाइलिङको काम भइरहेको छ फ्लडलाइटका लागि र यो सँगै फ्लडलाइटका सम्पूर्ण काम यसरी बेस बनाउने काम लगभग अब सुरु भइसकेको छ। एक तरिकाले भन्दा 5 वटा सकिसकेको छ र एउटा यो अन्तिम बाँकी रहेको थियो, यो पनि सक्ने काम जारी रहेको छ। यो अन्तिम प्रक्रियामा अब यो रहेको छ र यहाँ देख्न सक्नुहुनेछ यो चाहिँ अलिकति छिटो मोसनमा पनि दिएका छौँ तपाईहरुको समय बर्बाद नपारौँ भनेर। के भइरहेको छ अपडेट सम्पूर्ण विषय यता पिलरतर्फको कुरा, यता 23,000 स्क्वायर फिट तर्फको कुरा पनि दिनै पर्यो, उता 60,000 स्क्वायर फिट तर्फ पनि दिनै पर्यो, पाइलिङ के भइरहेको छ जानकारी दिनै पर्यो। आज नयाँ अपडेट बाटो बनाउने कुरा नि रहेको छ र बाटो खोलिएको छ, वरिपरि बाटो खोल्न सुरुवात गरिएको छ, यो विषय पनि अपडेट रहेको छ। यो चाहिँ आजबाट चाहिँ यो अब जुन अन्तिम रहेको थियो तेस्रो नम्बरको फ्लडलाइट यसको पनि बेस बनाउने काम शुभारम्भ भयो आजबाट। यो हेर्नुलाई यसरी चाहिँ हामी पुग्न समयमा यसरी भइरहेको छ। निकै लामो भिडियो हुनुहुँदा चाहिँ हामीले छिटो मोसनमा यो दिएका हौँ र यसरी चाहिँ यसलाई 1 नम्बर गाडिँदैछ। यो जुन 9 वटा गाडिनु पर्नेमा पहिलो यसरी गाडियो र गाडिसकेपछि चाहिँ यो काम अलि धेरै लाम्यतान हुने हुँदा हामी यहाँ बसेनौँ र त्यसपछि अन्य भागमा घुमेर आइरहेका छौँ। यसपछि हामी तपाईलाई आज चाहिँ यो पाइलिङतर्फका सम्पूर्ण अपडेट दिनेछौँ। फ्लडलाइटको पाइलिङका अपडेट के भइरहेको छ भन्ने विषय यो पहिलो यो 3 नम्बरमा हो र यसरी यो गाडिँदै गर्दाखेरि चाहिँ हामी यस बीचमा फुटेज खिच्नका लागि अन्य भागमा पुगेका थियौँ र फर्केर आउँदा के छ भन्ने अपडेट हामीले दिने नै छौँ। यसमा यो रहेको छ र यहाँ देख्न सक्नुहुन्छ हामी अन्य भागमा घुमेर आइसकेपछि चाहिँ यहाँ दोस्रो चरणमा खन्न थालिएको थियो, पहिलो पुरिएको थियो र यहाँ चाहिँ अब यसरी यो 2टा खनिसकेसँगै 9 वटा हुन्छ। तपाईलाई थाहा छँदैछ 7 वटा खन्न पर्ने आवश्यकता रहेको छ र यो तरिकाले सम्पूर्ण कुराहरू यहाँ अगाडि बढेको छ र फ्लडलाइटको यो सँगै कहाँ बस्छ के भन्ने कुरा सम्पूर्ण कुरा आज यो भिडियोमा केन्द्रित रहेको छ। 6 वटा चाहिँ यो फ्लडलाइटको जग के भइरहेको छ आज हामीले तपाईलाई खिचेर देखाएका छौँ। सम्पूर्ण कुरा हेर्नुलाई यो चाहिँ अलिकति खारेर तल गाडिएको छ, अरू चाहिँ जहाँ थियो त्यही बनाएको थियो भने यो चाहिँ धेरै नै तल गएको छ र यसरी फ्लडलाइटका लागि जुन बाँकी रहेका छन् यसरी यो यहाँ 4 वटा लगभग एउटा गाडियो यहाँ 3टा बनाउँदैछ यसरी भने यो तरिकाले काम भइरहेको छ र अब लगभग 5 वटा मात्र बनाउन बाँकी रहेको छ फ्लडलाइटका लागि। 54 वटामा 5 वटा मात्र बाँकी रहेको अवस्था रहेको छ। यहाँ देख्न सक्नुहुनेछ तपाईले अब यो 4थो नम्बरमा यसरी हिजोका दिनमा यसरी जग बनाउने काम भइरहेको थियो, त्यहाँ चाहिँ कङ्क्रिट हालेर त्यहाँ माथि चाहिँ यसरी ढलान गरिएको छ र यो प्लेट बनाउने काम, क्याप बनाउने काम राख्नका लागि भइरहेको छ। अलिकति पानी पनि मूल फुटेको जस्तो भइरहेको छ, यसलाई मिलाउने काम भइरहेको छ भने यो चाहिँ 5औं नम्बरको फाइलिङ हो। यहाँ चाहिँ यसरी फ्लडलाइट हो, यहाँ चाहिँ भुइँमा यसरी चाहिँ ग्राभेल राखेर थितथात गरेर यहाँ माथि ढलानको काम हुनेछ र त्यसमाथि चाहिँ क्याप राख्ने काम हुनेछ। अन्यको दिनका अन्य संरचना जस्तै यहाँ पनि यही तरिकाले काम भइरहेको छ। लगातार निरन्तर रूपमा यो कामले भइरहेको अवस्थामा यो शुभारम्भ दिनमा चाहिँ चरणमा चाहिँ हामी तपाईलाई यो भिडियोको शुभारम्भमा चाहिँ 6औं नम्बरको देखाउन चाहन्छौँ। यो केन्द्रित चाहिँ यो फ्लडलाइटमा केन्द्रित रहेको छ यो शुभारम्भको टाइममा र यो चाहिँ तपाईहरुको लागि जानकारीको लागि 1 नम्बरको हो। यो यसरी जगमा पुरिएको माटो हटाउने काम भइरहेको छ र अब यसपछि 1 नम्बर पनि हामी देखाइसकेपछि 2 नम्बर पनि तपाईहरुलाई जानकारी गराउने छौँ। 2 नम्बरमा कसरी काम भइरहेको छ भन्ने कुरा पनि 2 नम्बरमा यसरी पुरेर छोडिएको छ र यो सँगै तपाईलाई 1 2 3 4 5 6 वटाको जानकारी प्राप्त भयो। 3 बाट सुरु गरेर यसरी 2 नम्बर ल्याएर टुङ्गाएका छौँ र यो बाटो खोल्ने काम आजबाट यो शुभारम्भ पनि भएको छ। यो मैदानको वरिपरिबाट जुन चाहिँ नेट प्र्याक्टिस गर्ने ठाउँ रहेको छ त्यसको ठ्याक्कै पछाडिपट्टिबाट यसरी यो वरिपरि बाटो खोल्ने यो नक्सामै रहेको छ। नक्सामै भएको कुरालाई यसरी खोलिने कुरा रहेको छ र यो अलि अगाडि जाउँ हेर्दै जाँदाखेरि डोजर चलिरहेको छ। डोजरले बाटो वरिपरिबाट खोल्ने कामलाई निरन्तरता दिइरहेको छ। यो चाहिँ नक्सामा भएको कुरा हो। यो चाहिँ अब हिँड्न पनि सहज हुनेछ। यो चाहिँ ग्राभेल हुनेछ, अहिले ढलान यहाँ चाहिँ पिच हुने छैन यो बाटो र यसरी चाहिँ यहाँ काम भइरहेको छ र फर्केर आउँदा चाहिँ यो बाटो चाहिँ यो रुख पर्छ कि बाटोमा भन्ने देखिन्थ्यो तर यसलाई तत्काल काट्नुपर्ने अवस्था चाहिँ नदेखिन रहेछ। वरिपरि चाहिँ यो बाटोले अप्ठ्यारो नपार्ने तरिकाले बाटोलाई
यहाँसम्म आएको बनाएको देख्न सकिन्छ र यो तरिकाले काम लगातार निरन्तर रूपमा भइरहेको छ। देख्न सक्नुहुनेछ साइडमा नेट प्र्याक्टिस गर्ने जुन हल रहेको छ त्यसको ठ्याक्कै पछाडिपट्टिबाट यसरी बाटो खोल्ने काम लगातार भइरहेको अवस्था रहेको छ र टिभी क्रिकेट मैदानको यो अर्को एक्सक्लुसिभ विशेष रिपोर्ट हो। यो विषय हामीले उजागर गर्दै तपाईँहरूलाई जानकारी गरायौँ। हामीलाई हेरिरहनु हुने सम्पूर्णलाई नमस्कार छ, धन्यवाद छ। सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नुहोला। भिडियो कस्तो लाग्दैछ कमेन्ट पनि गर्नुहोला। हामीलाई सल्लाह सुझाव दिन र आफ्ना केही जिज्ञासा छ भने राख्नुहोला। हामी सम्बन्धित निकायलाई सोध्दै यस विषयबारे तपाईँहरूलाई महत्त्वपूर्ण जानकारी दिने कोसिस गर्नेछौँ र यसरी बाटो खोलिएको अवस्था रहेको छ। टिभी क्रिकेट मैदानमा यो बाटो खोल्दै गर्दा चाहिँ यो बाटो सिधा वरिपरिबाट खोलिनेछ। आज चाहिँ यो यहाँ तरिकाले छोडिएको छ, वरिपरि बाटो छ भनेर भनिएको छ। यो तरिकाले काम हुनेछ। अब आउँ 23,000 स्क्वायर फिटतर्फ। 23,000 स्क्वायर फिटतर्फ कसरी काम भइरहेको छ र यो वालको काम भइरहेको छ। यहाँ चाहिँ माटो हाल्ने काम भोलिबाट लगभग सुरु हुन्छ। आजै साँझबाट माटो हाल्ने भनेर त्यहाँ हामीलाई पदाधिकारीहरू, त्यहाँका निर्माण कम्पनीका विभिन्न व्यक्तित्वहरूले बताउनु भएको अवस्था रहेको छ र यसरी माटो पनि हालिएर यसलाई चाहिँ जुन यो कङ्क्रिट भइसकेको छ, यो इँटाको जुन वाल रहेको छ यसको बिचमा माटो हाल्ने भोलि आजैबाट चाहिँ वरिपरि नै यहाँ डोजर हिँड्ने भनेर भनिएको छ। जहाँ चाहिँ यता मैदान साइडमा पनि डोजर हिँडेर त्यहाँ चाहिँ माटो फोड्ने काम पनि हुनेछ भनेर भनिएको छ र त्यो सम्भवतः भोलिका दृश्यमा तपाईँहरूले थाहा पाउनु नै हुनेछ। सम्भवतः आजै साँझबाट यो विषय अगाडि बढिसक्ने अवस्था रहेको पनि यो दृश्य रहेको छ। हामी दिउँसोको 3 बजीतिर खिच्दाको यो दृश्य हो र यस्तो अवस्था देखिन्छ र यहाँ चाहिँ यसरी काम भइरहेको छ। यो 23,000 स्क्वायर फिट निकै आकर्षक रहनेछ। यहाँ चाहिँ अन्य संरचना पनि बन्ने हुँदा त्यही अनुसार चाहिँ 2वटा ग्रिडमा काम भइरहेको छ। हेर्नुलाई बिचबाट छुट्टिएको छ, उता र यता फरक फरक हुन्। त्यो तरिकाले यहाँ काम भइरहेको अवस्था रहेको छ। माटो पुर्रिएर यहाँ चाहिँ यसरी काम भइराख्नेछ र यो कोलमका कामहरू अन्तिम चरणमा हुनुपर्ने हो। यहाँ चाहिँ अलिकति स्लो काम भइरहेको अवस्था देखिन्छ। केही चाहिँ कामदारहरू चाहिँ यहाँ काम गरिरहेको कामदारहरू आज नभएको बताइएको छ र यो तरिकाले यहाँ काम चाहिँ जो हुनुपर्ने कामहरू भइरहेको अवस्था छ। अलिकति जुन फर्माका कामहरू पनि लगभग अन्तिम चरणमा पुगेको छ, सकिएको अवस्था छ। कोलमका फर्माका कामहरू पनि देख्न सक्नुहुनेछ। वाइड माथिबाट यो दृश्य रहेको छ र यसरी चाहिँ अलमोस्ट यो कोलमका कामहरूमा काम गर्ने काम सम्पन्न हुन लागेको छ र फर्स्ट लेयरमा जे तरिकाले वालका कामहरू पनि यता जुन तरिकाले यो टावर साइडमा चाहिँ अलिकति काम हुन सकिरहेको छैन, उता डिजिटल स्क्रिन बोर्ड साइडमा वालका कामहरू लगभग सम्पन्न भइसकेको यो दृश्य पनि तपाईँहरूलाई जानकारी गराएँ। भिडियो छोटो रहेको छ, पुरै हेर्नुहोला। कस्तो लाग्छ प्रतिक्रिया दिन पनि नभुल्नुहोला। हामी तपाईँको प्रतिक्रिया र सल्लाह सुझाव अनुसार नै हामी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ र यो भिडियो सामग्री केन्द्रित छ, तयार छ। त्यही अनुसार तपाईँहरूलाई हामीले जानकारी गराउँदै आएका छौँ। 60,000 स्क्वायर फिटतर्फ लागौँ। यहाँ 3वटा लेयरमा काम भइरहेको छ। पहिलो लेयरको काम सम्पन्न भएको छ, त्यसलाई पुर्ने काम पनि लगभग सम्पन्न भइसकेको छ। दोस्रो लेयर निकै पर पुगेको छ। तेस्रो लेयरको काम अगाडि बढ्दैछ र यसरी चाहिँ आज मैदानको अवस्था पनि देख्न सक्नुहुनेछ। मैदानमा महिला खेलाडीहरू पनि आएर प्र्याक्टिस गरिरहेका थिए। अघि केही फास्ट मोसन भएको भिडियोमा देख्नुभयो होला र यहाँ रहेको छ र यसरी काम भइरहेको छ र यो प्रोटेक्सन पाइलिङतर्फ पनि काम बिचमा राख्नुपर्ने काम भइरहेको छ। तर पर रुखले गर्दा अलिकति समस्या भइरहेको छ, रुखले अल्झाइरहेको छ जस्तो देखिन्छ र यसरी चाहिँ रुखलाई 20 मिटर वरसम्म चाहिँ काम भइरहेको छैन र रुख काट्ने लगतै त्यो काम हुनेछ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ प्रोटेक्सन पाइलिङका लागि तयार भएको पिलरहरू हो। यो चाहिँ यसरी काम भइरहेको अवस्था छ। एकदम पर्याप्त मात्रामा रहेका छन्। काम रोक्नुपर्ने अवस्था रहेको छैन। यहाँ रुख देख्न सक्नुहुनेछ, रुख चाहिँ छेकिरहेको छ। रुखले गर्दा अलिकति समस्या परेको छ। यो चाहिँ प्रोटेक्सन पाइलिङ राख्ने ठाउँमै रुख परेका कारण रुख काट्नकै लागि पनि 5-7 दिन भइसकेको छ। निर्माण कम्पनीहरूले पत्र पठाएको, तर आयोजनाका तर्फबाट रुख काटिएको भने छैन। यो पत्रचार भइरहेको छ र काम चाहिँ हुन नसकिरहेको अवस्था रहेको आजको दृश्य रहेको छ र यो तरिकाले टिभी क्रिकेट मैदानमा कामको गति अगाडि बढिरहेको छ। महिना दिन पुरा भइसकेको छ। यहाँ देख्न सक्नुहुनेछ र पहिलो लेयर दोस्रो लेयरमा यहाँ चाहिँ फुटिङका कामहरू भइरहेका छन्। कतिपय तेस्रो लेयरको फुटिङ पनि भइरहेको छ। पल्लो छेउमा अलिकति हुन सकिरहेको छैन। काम अगाडि बढिरहेको छ र काहीँ ढलान भइसकेको छ, काहीँ चाहिँ ढलानलाई झिक्ने काम, काहीँ पानीले ओसिलो बनाउने काम र यो तरिकाले भइरहेको अवस्था रहेको छ। टिभी क्रिकेट मैदानमा आज 30औँ दिनको यो अपडेट, महत्त्वपूर्ण अपडेट सहित उपस्थित हुँदै गर्दा तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लागिरहेको छ कृपया हामीलाई सल्लाह सुझाव दिन नभुल्नुहोला। कमेन्ट गर्नुहोला र हामीलाई प्रतिक्रिया दिँदै सब्सक्राइब गर्नुभएको छैन भने पनि सब्सक्राइब गर्नुहोला। हामी लगातार निरन्तर रूपमा यसरी भिडियो सामग्री आउनेछौँ र वाइडली हेर्नुहोला। खेलाडीहरू मैदानमा अभ्यास गर्दैछन्। महिला खेलाडीहरू हुन्। भोलि
30औं दिन का दिनमा पनि हामी तपाईँलाई यहाँको जानकारी लिएर आउने नै छौँ। के कस्तो हुन्छ सम्पूर्ण विषय तपाईँहरूको जानकारीका लागि भिडियो बनाउने नै छौँ, बनाइराखेकै छौँ। यो हाम्रो प्रतिबद्धता हो र नियमित रूपमा आउने क्रममा हामी आज 30औं दिनमा आइपुगेका छौँ। कामको गति तीव्र रहेको छ र यो तरिकाले काम भइराख्दा प्रशंसा बढिरहेको छ सरकारी निकायको। तर योसँगै अलिकति एक तरिकाले चुनौती पनि थपिएको छ। सरकारमाथि समयमै सक्नुपर्नेछ। 24 गतेको डेट राखिएको छ। सकेला नसकेला तर हामी फलो गर्न छोड्ने छैनौँ। निरन्तर रूपमा टियु क्रिकेट मैदानमा हाम्रो ध्यान केन्द्रित रहनेछ र हामीले अन्य यो मैदान मात्र होइन, मैदानभित्रका कुराहरू, मैदान बाहिरका कुराहरू पनि लिएर आउने गर्दछौँ भिडियो सामग्रीमा। र यहाँ हाम्रा सामग्रीहरू कस्तो लागिरहेको छ कृपया कमेन्ट गरिदिनु होला। हामीले आदिलको विषय होस् अथवा अन्य विषय होस्, क्रिकेट क्षेत्रका राजनीतिका कुरा जसले अप्ठ्यारो पारिरहेको छ, जहाँ अरूले बोक्न सकिरहेका छैनन्, उचाल्न सकिरहेका छैनन्, त्यो विषयलाई जोड्न सकिरहेका छैनन्, हामी अरूले छोडेका विषय हामी जोड्नेछौँ। यो हामी चाहिँ हाम्रो शैली पनि हो। सबै विषय ध्यान केन्द्रित भएको विषय हामी हुनुपर्छ भन्ने छैन। टियु क्रिकेट मैदानको सन्दर्भमा हामी शुभारम्भदेखि नै यसको विषयमा अपडेट रहेका छौँ, जहाँ चाहिँ यो टेन्डर लाग्ने सरकारले घोषणा गरे लगत्तै फलोअपदेखि सम्पूर्ण विषय रहेका कारण यो हामीले चाहिँ लगातार रूपमा गरिरहेका छौँ, लगातार गर्नेछौँ, तपाईँहरूको जानकारी दिने रहनेछौँ। र यो भन्दै भिडियो सामग्री लगभग हामी अन्त्यतर्फ हामी आइपुगेका छौँ र यहाँ यसरी फलाम यो रडका कामहरू भइरहेको अवस्था छ। सबै दृश्य यहाँ देख्न सक्नुहुनेछ। काम लगातार भइरहेको अवस्था रहेको छ र निर्माण सामग्रीहरू अब अत्यावश्यक रहेको छ। यो नै महत्त्वपूर्ण कुरा हो। निर्माण क्षेत्रमा यसरी काम भने भइरहँदा समस्या सकसहरू बढ्दै पनि गएका छन्, आशा पनि बढ्दै गएको छ। नेपाली क्रिकेटको उज्जवल भविष्य कोर्ने यो नक्षत्र एउटा यो थल हो, जहाँ चाहिँ धेरै नेपाली क्रिकेट प्रेमीदेखि खेललाई, देशलाई चिनाउने आधार पनि हो। सफल रहोस् सरकारी योजना कामना समेत रहेको छ।